दर्शक महानुभावहरू नमस्कार। तपाईहरुको आफ्नै जनमत न्यूजमा हार्दिक स्वागत छ। देशभरिका विभिन्न समसामयिक राजनीतिक घटनाक्रमका साथ फेरि पनि तपाईहरुमाझ उपस्थित भइसकेका छौं। केवल हामीसँगै रहनुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया लाइक, कमेन्ट, सब्स्क्राइब गर्न नबिर्सिनुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ, के भन्न चाहनुहुन्छ, मनमा लागेका प्रतिक्रियाहरू छाड्न नबिर्सिनुहोला। समाचार सबै अत्यन्त महत्त्वपूर्ण छन्। अन्तिमसम्म हामीसँगै रहनुहोला। समाचार विस्तारमा। प्रतिनिधि सभा निर्वाचन सम्बन्धी सूचनामा संवेदनशील हुन राष्ट्रिय सूचना आयोगले सरकारवालाको ध्यान आकर्षण गरेको छ। आयोगद्वारा शुक्रबार राजधानीमा आयोजित सरकारवाला संघको अन्तर्क्रिया निर्वाचन वातावरण बनाउन नेपाल सरकार निर्वाचन आयोग, राजनीतिक दल, प्रमुख मिडिया र आम नागरिकको दायित्व विषयमा सचेतना सहित निर्देशन गरिएको प्रमुख आयुक्त डा सुरेश आचार्यले जानकारी दिए। निर्वाचन विश्वसनीय बनाउन, सूचना प्रभाव सरल, सहज र जिम्मेवारीपूर्ण बनाउन, लोकतन्त्रको मेरुदण्डका रूपमा सूचना हक स्थापित गराउन निर्वाचन आयोग र राजनीतिक दलका समेत ध्यान आकर्षण गरिएको गलत, नियोजित र भ्रमपूर्ण सूचना उपर निगरानी राख्न नियमकारी निकायलाई सक्रिय बनाउन आयोगले सरकारलाई निर्देशन समेत गरेको छ। राजनीतिक दलले सूचना अधिकारी व्यवस्था गर्नुपर्ने र व्यवस्था नगरेको भए तत्काल सूचना अधिकारी तोकी सूचना प्रवाह व्यवस्था गर्न दललाई निर्देशन समेत दिएको छ। राष्ट्रिय सूचना आयोगले सूचना अधिकारी नतोक्ने सार्वजनिक निकायलाई अंकुश लगाएको छ। आयोगले गत 7 पुसमा एक निर्णय गर्दै सार्वजनिक निकायमा बजेट निकासा गर्दा अर्थ मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महालेखा नियन्त्रक कार्यालय मार्फत सूचना अधिकारी नतोक्ने निकायलाई नियन्त्रण गर्ने विधि अगाडि सारेको हो। सबै कोष तथा लेखा नियन्त्रण कार्यालय, प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय एवं स्थानीय तहमा बजेट निकासा गर्न पूर्व अनिवार्य सूचना हक सम्बन्धी कानुनको अवधारणा बमोजिम सूचना अधिकारी सम्बन्धित व्यवस्था परीक्षण गर्न निर्देशन दिएको प्रवक्ता विष्टले बताए। यसैगरी राजविराज शहीद दिवसको अवसर पारेर शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी कर्मचारी शहीद प्रभु नारायण यादवको सम्झना गरिएको छ। कर्मचारी शहीद यादवले गृह ठाउँ टिलाठी कोइलाठी गाउँपालिकाको तोपा बजार तथा जिल्ला समन्वय समिति परिसरभित्र रहेको उनको शालिगमा माल्य अर्पण गर्दै सम्मान र श्रद्धाञ्जली अर्पण गरेको हो। उनको शालिगमा जनमत पार्टीका अध्यक्ष डा सीके राउत, मध्य प्रदेशका अर्थमन्त्री महेश यादवका साथै विभिन्न राजनीतिक दल र सङ्घ संस्थाहरू प्रतिनिधिहरू समेत पुगी माल्य अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन्। प्रभु नारायण स्मृति प्रतिष्ठानका अध्यक्ष अवधेश कुमार झाको उपस्थितिमा आयोजित श्रद्धाञ्जली समारोहमा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा अन्य कर्मचारीहरूको समेत उपस्थित रहेको थियो। यसैगरी निर्वाचन आयोगले आचार संहिता उल्लङ्घन नियन्त्रण गर्न तीव्रता साथ आफ्ना गतिविधि अगाडि बढाएको छ। आगामी फागुन 21 गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय वातावरण बनाउनका लागि निर्वाचन आचार संहिता 2082 कार्यान्वयनमा ल्याएको छ। आचार संहिताको पूर्ण पालना गराउन आयोगले सरकारवाला सबै पक्षलाई ध्यान आकर्षण गराउँदै आएको छ। केन्द्रीय आचार संहिता अनुगमन समिति प्राप्त उजुरी र जानकारीका आधारमा हालसम्म राजनीतिक दल, उम्मेदवार र संस्था गरी 21 वटा स्पष्टीकरण सोधिएको थियो। तीमध्ये 5 वटाको मात्र जवाफ प्राप्त भएको र बाँकी जवाफका लागि ताकेदा भइरहेको आयोगले जनाएको छ। यसैगरी निर्वाचन गराउन एकल म्यान्डेट पाएको गौरदलीय सरकार रासपाको छायाका कारण श्रृङ्खलाबद्ध बन्दामीको दाग बेहोर्नु पर्ने अवस्था पुगेको छ।
जेएनजी आन्दोलनपछि उत्पन्न अवस्था शान्तिपूर्ण रूपमा अवतरण गराउँदै निष्पक्ष र भयहित ढङ्गले निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई ट्र्याकमा हिँडाल्नुपर्ने जिम्मेवार सहित नियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्री परिषदका सदस्यहरू बेहोरा निर्णय र त्यसको प्रभाव स्वतन्त्र नरहेको टिप्पणी विज्ञहरूले गरेका छन्। अन्तरिम सरकारमा सहभागी हुने मन्त्री छनौट र उनीहरूको सम्बन्धता विषयले सुरुदेखि नै विवादमा परेकी प्रधानमन्त्री कार्कीको मन्त्री परिषद र उनका निर्णय दिन प्रतिदिन विवादमा पर्दै आएका छन्। विवादबीच मन्त्री परिषद नियुक्त मन्त्रीको झण्डा हल्लाउँदै राजनीतिक गतिविधि गरेपछि औपचारिक रूपमा विवादमा जोडिएका मन्त्रीका क्याबिनेट छोड्न भनेपछि औपचारिक रूपमा कार्कीकै संरक्षण रासपाकै गतिविधि भइरहेको देखिएको छ। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट बाँके 3का उम्मेदवार खगेन्द्र सुनारलाई सचेत गराएको छ। गाईबारे विवादास्पद अभिव्यक्ति दिएका सुनारलाई भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप स्वयं परिपक्व र सार्वजनिक मर्यादा कायम राख्न ध्यान आकर्षण गराइएको रासपाले जनाएको छ। महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति प्रकाशन गरी भनेका छन्, पार्टीले उम्मेदवार सुनारलाई सम्बोधनमा सचेत गराउनका साथै भविष्यमा आफ्ना अभिव्यक्ति र व्यवहारमा थप स्वयं परिपक्व र सार्वजनिक मर्यादा कायम राख्न ध्यान आकर्षण गराएको छ। उहाँको उद्देश्य कुनै पनि धर्म, संस्कृति वा पार्टी प्रतिको अपमान गर्ने नभएको कुरामा पार्टी आश्रित छ। सबै सुनारले व्यक्त गरेको अभिव्यक्तिलाई लिएर समाजमा पर्न गएको अनोल र धर्म संस्कृति भावनामा पुगेको चोटप्रति पूर्ण क्षमा याचना गरिसकेको पनि उनले स्पष्ट पारेका छन्। बुर्लाकोटीले राष्ट्रपा सधैँ विधिको शासन, सामाजिक न्याय, धार्मिक तथा सामाजिक सद्भाव कायम गर्दै सर्वपक्षीय समावेशी समाज निर्माणको अभियानमा अघि रहेको विज्ञप्तिमा उल्लेख गरेका छन्। सुनारले राष्ट्रिय जनावर गाईको बारे एक अन्तर्वार्तामा दिएको विवादास्पद अभिव्यक्ति भाइरल भएपछि उनको चर्को आलोचना भइरहेको छ। यसै गरी ललितपुरको गोदाबारी नगरपालिका 7 देवी चौरका 30 वर्षीय विनोद तामाङले चिरपाट प्रहार गरी श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन्। जिल्ला प्रहरी ललितपुरका सूचना अधिकारी गौतम मिश्रका अनुसार आज बिहान 6 बजेको समयमा 23 वर्षीय कोपिला नेपाली र निजका श्रीमान 30 वर्षीय विनोद तामाङ बीच विवाद हुँदा श्रीमानले चिरपाटले हानी श्रीमतीको हत्या गरेको विनोद स्वयंले प्रहरी चौकी टिका भैरवमा आई जानकारी गराएका हुन्। दुवैजनाले मादक पदार्थ सेवन गरेको कुरा श्रीमान स्वयंले स्वीकार गरेका छन्। निज श्रीमान आफै प्रहरी चौकी टिका भैरवमा आएर जानकारी गराएका हुन्। उनले भने,